नमस्ते सेराफिकबाट हामीले यो मोरिङ्गा पाउडर लिएर आएका छौँ है। यो एकदमै डिमान्डमा रहेको, यो सर्टेज भइसकेको सामान थियो, बल्ल बल्ल फेरि रिस्टक भएको छ होइन। मोरिङ्गा पाउडर भनेपछि त मान्छेहरूले अब तपाईँहरूले बुझिसक्नुभयो होला यसको के छ, कस्तो कस्तो छ हेल्थ बेनिफिटहरू होइन। यसले के गर्नुपर्छ, कसरी खानुपर्छ, तै पनि तपाईँहरूलाई यहाँ हल्का म भनिदिने छु के हो, कस्तो कस्तो हो भनेर होइन। मोरिङ्गा लिफ पनि पाउनुहुन्छ भने यो चाहिँ पाउडर हो है, कम्प्लिटली यो चुन हुन्छ है। पाउडर भनेपछि बुझिहाल्नुभयो होला होइन। यसलाई चियाको रूपमा पनि खान मिल्यो है। यसको काम चाहिँ के हो, फाइदा के छ भन्दाखेरि चाहिँ जब कोलेस्ट्रोलहरू, फ्याटी लिभर, थाइराइड, ब्लड प्रेसर, सुगरहरू छ भने त्यो पेसेन्टहरूलाई यो अलिकति त्यसको सुधार गर्नलाई मद्दत गर्दछ है त। अब औषधि त खाइराख्नै पर्छ, औषधि छोड्ने कुरा चाहिँ हुँदैन होइन। औषधि खानुभएको खाइराख्नै पर्छ, तर हामीलाई जुन हेल्थ बेनिफिटको लागि जुन हामीहरूले मल्टिभिटामिन्सहरू खान्छौँ होइन, त्यसको रूपमा हामीले यो मोरिङ्गा पाउडरलाई खान सकिन्छ। त्यो मात्र नभइकन यो चाहिँ तपाईँको भेजिटेरियनहरूको लागि सबभन्दा बेस्ट अप्सन हुनेछ है। भेजिटेरियनहरूको लागि सबभन्दा बेस्ट किन भन्दाखेरि भेजिटेरियनहरूले त अब तपाईँको प्रोटिनहरू खान पाइरहेको हुँदैन। जुन हामीलाई चाहिनेहरू भिटामिनहरू, मिनरल्सहरू, आइरनहरू सबै यो एकदम एकदम हाई मात्रामा पाइन्छ मोरिङ्गामा है। तपाईँको प्रोटिन, मिनरल, आइरन, क्याल्सियम पनि अनि भिटामिन पनि एकदम हाईमा। त्यो अलिअलिकति थोरै थोरै होइन कि तपाईँलाई चाहिने, हाम्रो शरीरलाई चाहिने एकदम मजाले यसमा भरिपूर्ण रूपमा रहन्छ। अनि बाथ, युरिक एसिड, ग्यास्ट्रिक, पेटको समस्याहरू, जुन दीर्घ रोग लागेकोहरूलाई, गिजाको रोगहरूको लागि पनि फाइदा गर्छ यसले है। अनि यसलाई कसरी चाहिँ खाने भन्दाखेरि चाहिँ यो पाउडरलाई सधैँ खानामा हामीले युज गर्न मिल्यो, केही पकाउनु हुन्छ भने तरकारीहरूमा थोरै थोरै हालेर पनि युज गर्न मिल्यो, सलादहरू बनाउनु छ भने सलादमा पनि यसलाई थोरै हालेर मिक्स गरेर युज गर्न मिल्यो भने तातो पानीमा मजाले पानी तताएर त्यसमा अलिकति हालेर पनि युज गर्न मिल्यो है त। त्यो पनि मिल्यो। अनि चिया खानुहुन्छ भने कालो चियामा चाहिँ बिहान बिहान कालो चियामा बरु यही मोरिङ्गा पाउडर हालेर चियाको सट्टा यही हाल्न पनि मिल्यो, अथवा यो हालेर तपाईँको चियापत्ती पनि थोरै राखेर खान मिल्यो, बनाउन मिल्यो र खान मिल्यो। यो चाहिँ तपाईँको दुई प्याकेट छ हामीसँग। यो दुईवटा प्याकेट मैले देखाएको छु होइन। एउटा यो प्याकेट रहेको छ तपाईँको 200 ग्रामको है। 200 ग्रामको मार्केट प्राइस छ 1000 रुपियाँ है। 200 ग्रामको मार्केट प्राइस छ 1000 रुपियाँ भने यो छ तपाईँको 500 ग्राम। 500 ग्रामको मार्केट प्राइस छ 2000 रुपियाँ। यो चाहिँ हामीहरूले 10% अफमा ल्याएको छौँ, 10 होइन 20% अफमा ल्याएको छौँ है साथीहरू। यसमा देखाएको भन्दा 20% अफ दिन्छौँ हामीले मार्केट प्राइस भन्दा। यो लिमिटेड टाइमको लागि मात्र छ, 5 दिन मात्र गर्छौँ होला सायद हामीले। लेट्स सी यो कहिलेसम्म हुन्छ, हामीसँग स्टक पनि धेरै छैन। 1000 रुपियाँको 800 रुपियाँ दिँदा हुन्छ भने 2000 को मात्र 1500 रुपियाँ है त। यो एक प्याकेटले तपाईँको 6 महिना तालपर एकै वर्ष पनि पुग्छ। यो धेरै खाने चिज होइन। यो त हामीहरूले हाम्रो शरीरलाई मिनरल्सहरू, जुन प्रोटिनहरू होइन, मल्टिभिटामिन्सहरू नपुगेकोमा खाने हो। त्यो धेरै खाइराख्नु पर्दैन। एक चिया चम्चाले तपाईँको दिनभरिको लागि काम गरिहाल्छ। अझ एक चिया चम्चाले पनि तपाईँको 2 जनालाई काम गर्न सक्छ है। त्यो किन धेरै पानीमा राखेर पकाउँछौँ हामीले एक चिया चम्चा, 1 कप पानीमा होइन, र हामीले 1 कप पानी मात्रै खान्छौँ। त्यही भएर एक चिया चम्चा पनि धेरै 4-5 जनालाई पुग्न छ। त्यही भएर एकैजनाले खानुहुन्छ भने त वर्ष दिनलाई एउटैले पनि पुग्न सक्छ। त्यही भएर ढुक्क भएर लिँदा हुन्छ। मार्केट प्राइस भन्दा तपाईँलाई 20% अफमा छ। डेलिभरी चार्ज चाहिँ एक्स्ट्रा लाग्छ है। हजुरले यहीँ आउनुभयो भने यही प्राइसमा पाउनुभयो, नत्र भने डेलिभरी चार्ज एक्स्ट्रा लाग्छ। चाहिएमा खबर गर्नुहोला, हामीलाई दिएको नम्बरमा कन्ट्याक्ट गर्नुहोला, व्हाट्सएप गर्नुहोला।